वित्तीय शिक्षा वित्तीय समृद्धिको सारथी। महत्त्वपूर्ण विषयहरू डेफिनेटली समेटिएका छन्। त्यही भएका जति विषय समेटिएका छन्, किनभने छोटो समयमा त्यो समग्र अर्थतन्त्रको रिभाइज गर्ने होइन, तर मैले त्यो समेटेका क्षेत्रहरूलाई चाहिँ अहिले सुधारमा तुरुन्त लान सकिने केही सुधारहरू। हाम्रो ट्रेजरी कमजोर छ, हामीलाई थाहा छ, तर केही सुधारहरू त्यो ट्रेजरी बिना, लगानी बिना पनि प्रोसेस र प्रक्रियाहरू मात्रै सिम्प्लिफाइड गर्दाखेरि निजी क्षेत्रले आफै गर्न सक्ने वातावरण छ कि वातावरण निर्माण गर्ने भन्छ। वातावरण निर्माण गर्नु त खर्च लाग्ने होइन नि त, त्यसमा त हाम्रो टेन्डेन्सी प्रवृत्तिलाई नै परिवर्तन गर्ने विषय नै मात्र हो। तर खर्च नलागिकन गर्ने विषयहरू पनि छन्, त्यसलाई हामीले तत्कालै एड्रेस गरौँ। हामीसँग ट्रेजरीमा चाप छ, यो छ, ऊ छ, अब हामीले थप चाहिँ प्रमोसनको लागि इन्भेस्टमेन्ट गर्न सक्ने स्थिति छैन भने पनि प्रोसेस सिम्प्लिफाई गर्नलाई त इन्भेस्टमेन्ट छैन नि त, हैन? त्यो भएको कारणले त्यसमा गर्नुपर्छ। र अझ योभन्दा नि आउटसेटमा गएर हामीले केही इन्स्टिट्युसनहरू हाम्रो खास गरी यो कस्ट अफ डुइङ बिजनेस घट्नलाई, हामी प्रतिस्पर्धी हुनलाई त हाम्रो त अहिले अपरेसन कस्ट अफ डुइङ बिजनेस त घटाउनै पर्छ, जुन एकदमै हाई कस्ट छ अहिले पनि। साउथ एसियामा हेऱ्यो भने हामी चाहे त्यो ल्यान्डमा होस्, एक्सेस टु ल्यान्ड होस्, एक्सेस टु फाइनेन्स होस्, अब ट्याक्स रेजिम होस्, होइन? अनि त्यसपछि तपाईँको हाम्रो भनौँ न लेबरको कस्ट अफ लेबर एन्ड प्रोडक्टिभिटी होस्, होइन? अनि हाम्रा पूर्वाधारहरू जुन ट्रान्सपोर्ट एन्ड गुड्स एन्ड सर्भिसेसको चाहिँ यो लजिस्टिक्स कस्टहरू भयो, यो सबै कस्ट हाई छ। यो कस्टलाई रिड्युस नगरिकन हामी प्रतिस्पर्धी हुन्नौँ। प्रतिस्पर्धी नभइकन, हामी व्यापारमा कम्पिटेटिभ नभइकन हामी सस्टेन हुन, किनभने संसार दुनियाँ त अहिले प्रतिस्पर्धीको जमाना हो, होइन? हामी चाहे त्यो भारतका वस्तु चाइनाका वस्तुसँग प्रतिस्पर्धा गर्नलाई पनि, आयात प्रतिस्थापन गर्नलाई पनि प्रतिस्पर्धी हुनुपऱ्यो, निर्यात गर्नलाई पनि प्रतिस्पर्धी हुनुपऱ्यो। प्रतिस्पर्धी हुनलाई प्रतिस्पर्धी नबनेका कन्स्टेन्टहरू के छन् त्यसलाई घटाउनु पऱ्यो। भेरी सिम्पल कुरा छ। घटाउने कुराहरू हामीले अलरेडी आइडेन्टिफाई गरिसकेका छौँ, त्यसलाई हामी त्यसको प्रयत्नहरूमा हामी गरौँ एउटा। अनि अर्को कुरा चाहिँ नेसनल डेभलपमेन्ट इमर्जेन्सी डिक्लेयर गरेर अहिले विकासको चरणमा चाहिँ जुन क्रिटिकल हाइवेजहरू छन् जसले हाम्रो लजिस्टिक्सलाई एकदमै महँगो बनाइरहेछ, गुड्स एन्ड सर्भिसेस ट्राभलहरूको लागि, यसलाई चाहिँ रिड्युस गरौँ। अहिले साना खुद्रा यो बजेटहरूको पूर्व सन्ध्या पनि भएको कारणले म साना खुद्रा बजेटहरूमा चाहिँ सडकहरूमा चाहिँ केही समय 1-2 वर्ष रोकेरै मेजर हाइवेजहरूको फास्ट ट्र्याकमा जानुपर्छ। टुरिज्म पनि त्यही हाइवेबाट हिँड्ने हेर्नुहोस्, गुड्स पनि त्यही गुड्स एन्ड सर्भिसेस ट्राभल भने मैले त्यही भएर हो। सर्भिस कसरी ट्राभल गर्छ भन्दाखेरि टुरिज्म ल्याउनु त मान्छे हो नि। हाम्रो इन्डियन टुरिस्टहरू नेपालमा आउनु खोज्नेलाई पनि त हाइवेजबाट आउने कत्रो आउने, त्यो अहिले सब घटाएको छ नि। बुटोल भइरहेको हाइवे हेर्नुहोस्, कति वर्षौँ भइसक्यो समाधान हुन्छ सकेन। पोखराको हाम्रो क्रिटिकल हाइवेजहरू अझै समाधान हुन्छ। तर यस्ता मेजर हाइवेजहरूलाई चाहिँ एकदमै ख्याल गरेर इमर्जेन्सी डिक्लेयर गरेर हामीले काम अगाडि बढाउँछौँ एउटा। अनि एउटा चाहिँ नेसनल डेभलपमेन्ट र रिफर्म कमिसन टाइपको भनौँ न, हरेक अर्थतन्त्रलाई डिफ्रेन्ट टाइपले जाँदाखेरि त्यो एउटा कमिसनमा हाम्रो चाहिँ करेन्ट सेक्टरल रूपमा कुन सेक्टरमा कहाँ समस्याहरू छन् त्यो समस्यालाई आइडेन्टिफाई गर्दै यो कन्टिन्यू रिफर्मको प्रोसेस अगाडि बढाइरहनुपर्छ। वित्तीय शिक्षा वित्तीय समृद्धिको सारथी।